हेलो गाइज वेलकम टु माई च्यानल होइन यो चाहिँ मेरो पहिलो ब्लग हुनेवाला छ होइन मोटो ब्लग यो म इन्ट्रो सुट हान्दैछु यहाँ हामी सबै सेल्फी राइड हान्दैछौँ अहिले टाइम बजिरहेछ उता हेर्नु अहिले 7:02 बजिरहेछ 3 बजी निस्किने प्लान थियो तर त्यहाँ पानी परेर तनाव नै भएको छ अबदेखि रातभरि सुता छैन यो सबै अहिले रेडबुल खाएर जाने हो होइन अहिले रेडबुल खाने अनि जाने यहाँ सबै कुरा भइरहेछ मेरो आवाज के कस्तो आएको छ मलाई केही थाहा छैन मैले बिहान भर्खर गोप्रो किन 4 बजीतिर अनि सबै कुरा यहाँ रेनकोट के लिएर आउनुपर्ने केही थाहा भएन होइन तर ल्याउनु पर्ने कुरा भएको छ ल है त यो तस्सी है त म अझै थाहा म मेरो फोटो पछि हालिदिउँ ल अहिले काम छैन यो बिने यो टेन्सिङ गाई अहिले के ल्याउनु पर्ने यो मलाई यो पन्जाको काम छ यो काम छैन फोन बिर्सिन सक्छु म फोन बिना के हुन्छ क्या आजकल यो काम छैन त्यो साइडमा हालिदिउँ अब निस्किने अब यो मेरो त्यसलाई इन्ट्रो ब्लग हुन सक्छ होइन इन्ट्रो ब्लग भइसकेपछि राम्रो भएन भने गयो अब म तपाईँलाई भयो भने बाटोमा भेट्छु नभए अहिले पानी परिरहेको छ यो गोप्रो फेरि वाटरप्रुफ हो भने थाहा नै छैन म तपाईँलाई बाटोमा भेट्छु ल बाई बाई ल गाइज अहिले भर्खरै हामी अघि नै बिहान हिँडेको अलिक पानी परिरहेको थियो मैले अलिक भ्लग गरिनँ होइन यो था यो के हो गोप्रो 8 होइन के वाटरप्रुफ होला नहोला अहिले यहाँ हामी काभ्रे भन्ज्याङमा छौँ सिन्धुली भर्खरै छिरा अहिले टाइम भइरहेछ कति भइरहेछ टाइम 4:12 हामी 3:35 कि कतिमा निस्क्यो हो त्यस्तैमा निस्क्यो अनि यहाँ सबैजना अहिले ब्रेक लिइरहेछौँ भर्खरै एउटा रेडबुल सक्का रेडबुलको क्याङ यहाँ छ होइन सबैले एउटा एउटा हान्यो अहिले त्यहाँ के टोइलेट ब्रेक के गर्दैछन् अनि यहाँ एउटा फन फ्याक्ट भन्दा नि एउटा भनिदिउँ को आउँछ होइन तिनीहरूको लागि यहाँ लिटर अलि काठमाडौँभन्दा अलिक बढेको छ यहाँ 159 छ बिहान भर्दा मैले पनि फुल ट्याङ्क गराएको चाहिँ 157 अनि यो नै तर यो चाहिँ हाम्रो अहिलेको जति मिले नि हेलो 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 एकछिन न छैन सक्यो फाइनेन्सियल प्रब्लम भइरहेको फाइनेन्सियल केही भएन अनि यहाँ चाहिँ मेरो पिलियन राइडर हामी दुईजना बिस्तारै चलाउँछौँ के फेरि होइन कोही केटी छ भने यहाँ छ नि ह्यान्डसम केटो मस्के अनि हाम्रो ग्रुप यो अब म मेरो मुख पनि देखाम अनि तेरो त कोरे पहरी गर्दै सल्लाहहरू गर्छु भने त कहाँ हुन्छ के मेरो मुख एडिट गरायो भनेको भइहाल्छ मुखै देखेको छैन अब फेरि मेरो कपाल पुरै बिग्रेको छ क्या भर्खर हेलमेट लगाएको यस्तो छ मान्छे हेलो ल अब निस्किने रे अब जाम 1-2 मिनटको क्लिप भएको छ यो पनि म हाल्छु नै ल मैले म गएको के छ साथी हो होइन हामी यहाँ भर्खर खै कहाँ आइपुग्यौँ थाहा भएन यस्तो बबाल छ अहिले चाहिँ भर्खर 4:30 बजिरहेको छ अहिले टाइम एकमा देखाउँ ल अहिले सनराइज पनि भएको छैन यहाँ सबैजना आफ्नो फोन निकालेर मुखसुख केही देखेको छैन सेक्सी छ कि नै छ नि सेक्सी छ नि म एउटा फोटो चाहिँ हानौँ जस्तो भइरहेको छ अब गोप्रो मात्रै हान्छु होला मेरो फोन त्यति यहाँ छ हाम्रो ब्लगर चाहिँ तर केही देखेन गोप्रो लो लाइट त्यति राम्रो छैन तर यो चाहिँ सेक्सी देखिरहेको छ यस ल बाई अब निस्किने बेला भन्छु ल ल गाइज अब हामी यो ठाउँबाट निस्किन आँटेको यहाँ ठाउँमा सनराइज हान्नु भनेको अलिक लेट होला होइन अरू ठाउँमा रोक्न अहिले सबैजना के हान्न के हान्न मलाई थाहा भएन अहिले अब हामी निस्किने आँट्यौँ अनि म लाइन अप मैले भन्नै बिर्सेँ सरी है यो एभरेजर 150 यसको राइडर यहाँ छ यहाँ बोका एउटा फोटो हेलो टाइमर रहेछ है अनि यो भयो एभेन्जर यसको भयो लाइनअप होइन अब
एनएस 200 होइन राम्रै छ तर यसको यही खोइ किन बल्दैन 5 लाइट मात्रै बल्छ यसको राइडर चाहिँ यहाँ छ हाम्रो हामी दाइने हो होइन भाइ ग्लोभ्स नि छैन यार ग्लोभ्स चाहिँ छैन भन्नुहुन्छ ग्लोभ्स थियो जस्तो लाग्यो मलाई होइन यो चाहिँ मेरो अब यो मेरो एन्टक 125 अस्ति भर्खर निकाल्यो भने 6-7 महिना भयो अहिले कस्तो फोहोर भएछ यो चाहिँ मैले र उहाँले मिलेर चलेर छौँ किनभने अहिले यस्तो बाज छ जाडसाड केही हुन्न भनेर होइन ल अब यहाँ आउँदा निस्क्यो मैले कति गाली खाइसकेँ बाई ल साथी हो अब चाहिँ यहाँबाट पुरै अफरोड छ अब चाहिँ म मोटो भ्लग गर्ने निर्णय गरेको छु होइन बादल पनि क्लियर छ त्यसैले अहिले साउन्ड के कस्तो आइरहेछ भन्नु होइन अब म मोटो भ्लग हान्ने हो अब म मोटो भ्लग हानिसकेपछि के हुन्छ मलाई आफै थाहा छैन ल है अब हामी यहाँबाट जान आँटेको जाम मैले बाइक स्टार्ट हानिदिइसकेँ होइन अब यसो अगाडिको ब्रेक पनि चिप्लिन्छ भन्ने लाग्छ होइन मेरो बाइक यसो कस्तो त हाल्नु के हो यो भन्नु तर यो म यो ट्रिपको बारेमा अलि भन्नु चाहिँ यहाँ अब यहीँ गरेर हो नि त अब म चाहिँ भ्लग गरिदिनु होला उता तिर्को कट सकेपछि सिलगढी कट सकेपछि सेलफोनको जाने बाटो गरममा अलिकति ढुङ्गो आयो अनि अब चाहिँ यस्तो छ आज डे 1 त्यही 3:30 बजीतिर निस्किने प्लान चाहिँ सबैको तर रातभरि सुतेको छैन कोही यसरी भइदियो होइन रातभरि नै सुतेको छैन अनि 2:30 बजे हामी निस्क्यो त्यहाँबाट अनि 4:30 बजी उता पुगेको थियौँ 4 कि 5 बजी मैले तपाईँलाई 1 मिनटको देखाएको थिएँ अहिले हालिहाल्छु अब चाहिँ यो पनि बाटो केही थाहा छैन तर अब अफरोड भन्यो भने चाहिँ अफरोड नै बिचमा आउँछ अस्ति त आइ त सक्यो होइन जाने बेला गएँ आउने बेला त गाउँमा मैले राखेको छु त्यसमा के माउस त्यसले काट्दैछ क्या साह्रै अब केही हर्न केही बढेन अब अहिले गएर कसलाई उतै छ पुरै ए अब चाहिँ अफ रहेछ अब घर छ अनि हामी घरमै बस्छौँ अब जनकपुरमा ट्रेन पनि चढ्छ म तराईमा बसेर पनि म त्यति जान्दिनँ तर किन म काठमाडौँमै जान्न मान्छेले आयो अनि काठमाडौँमा गर्नुसकेपछि त्यहीको सबै कुरा तराईमा अहिलेसम्म लगभग 10 बार जति जानु लाग्छ याद लाडु बच्चन बाम हामीले ल्याउनुको हालको बेग्लै कुरा होइन अहिले चाहिँ यतिकै छ अब के गर्नुपर्छ भने मलाई पनि थाहा छैन म के भन्नु थिएँ ए ठिक अनि त्यसपछि सिधै सोलुखुम्बु हान्ने 4 बजीपछि सिधै सोलुखुम्बु हान्ने पुग्यो पुगेन नि जसरी भयो नि हान्ने अब त्यो पुरै सिस्नेरी हो कि अलि जङ्गल छ त्यहाँ चाहिँ तिनैजना साह्रै पलाउनु पर्छ किन बाघ भालु आउला भन्ने डर छ नि त बाघ भालु आयो भने अब उहाँको चाहिँ लाइट छैन एमएसवाला दाइको त्यो लाइट नै चल्दैन 5 लाइट बाइक अनि 5 लाइट नचलिसकेपछि 5 लाइट चलिसकेपछि धेरै हेरिदिन्छ तर अब जहिले दाबमा त भएन नि अब एनएसको 5 लाइट पनि मान्छ मेरो जस्तो भए थम फिङ्गरले यस्तो गर्नु मिल्ने तर अहिले छैन उहाँको होइन उहाँको अब म अलि अप्ठ्यारो भन्छु उहाँको कुन खालकोमा घुमाउँछु मलाई आफै थाहा भने तर म ऱ्यास ड्राइभिङ चाहिँ गर्छु
अन्त यो एडमिन गर्दा बाइक मेरो पर्दैन होइन त्यो गएको हान्छ मैले मेरो स्कुटी लिएर त्यो बाइकमा कुदाइरहेको छ त्यो बाइक चाहिँ पुरा कमी गर्ने बाइक हो नि त सक्यो अनि स्पेन्डर बाइक भए पनि छिटो गएको हामी गएको अब मैले फेरि मेरो अस्ति भर्खर मेरो के पछाडि के म खुदाको वेल्डिङ गराउनु पर्थ्यो अब फेरि त्यसो भयो भने तनाव नै हुन्छ अनि भोलि हामी रातभरि मोड हान्ने सुत्ने के गर्ने होइन अनि त्यसको भोलि चाहिँ हामी दिनमा पुग्नु हुन्छ अनि 12-1 बजीतिर चाहिँ फर्किनु जस्तो ल अब एकैछिन सानो भयो अब यो अनि भोलि 12 बजी हामी निस्किन्छौँ भोलि त्यहाँबाट बिहानको 4-5 घन्टा हामीलाई साइड सिन पुग्नु हुन्छ होइन गरिन्छ त्यहाँबाट 12 बजी निस्किन्छ अब बेलुका आफ्नो गर्छ होला पढाइमा घरदेखि मेरो घरमा पर्ने सामान होइन अनि त्यहाँ अब छिटो पुग्यो भने सामान मेरो घरमा राखेर मेरो गाउँ वर्ष बस्नु मेरो बाह्र त्यहाँ पर्छ लोकल त नभन्दैन पुग्नु अब आवाज प्रयोग गर्न अहिले अक्टोबरमा सुरुमै किनेर चाहिँ एक पसल भएको थियो एकजनाको भएको थियो त्यति चलाउँथ्यो त्यो लाइसेन्स अब हाम्रो बेलामा मैले किन हालेँ नि भएको मैले यत्तिकै मेरो त्यति बाजे गलीमा अब